यता देख्दैछ त एउटा के के लुगा के लाउने ए यहाँ भनेको रहेछ रेबिकाले चाइनिज लुगा लाउनु मन लाग्छ मलाई साह्रै जानु मन लाग्छ भने यहाँ पो रहेछ त गाडीमा छ त अन्त सबैमा छ है गाडीमा छ जाडो भयो नि बदी नै नजिक पढाउनु गर्दैन त सबै बोलाउँ नि गाडीहरूलाई सबलाई कोही राखै बाँकी हौ हिँड न हिँड हिँड थाहा छ र फेरि चाहिने त थाहा छ हाम्रो जिउ राम्रो हो ल गुब्बारा हौ गुब्बारा गुब्बारा होइन पढिदिँदै गरेको ए नाना कि तपाईँ खिच्नु यहाँ लपमा नाना यहाँ खिचिदिन्छु ल यहाँ लपमा ओ ग्रिन कलरको लप ल नानालाई भेट्न त्यहाँनिर टक्कै दुईजनाको त्यहाँ एउटा लगाउनुपर्छ नि उयो ब्लु कलर गाडी कहाँ हो होइन यो लगाउनुपर्छ खटट प्रवीणले छ भनेर प्रवीण दाइले छ भने कि रसिना नानालाई भेनाले के साह्रो माया गरेको भनेर हो त्यहाँदेखि अन्त आफै क्वेसन गर्यो एन्सर पनि दियो अरे के भन त नयाँ नयाँ हो नि त त्यो भएर है भनेर तर हो नि नयाँमा सबै माया हुन्छ फेरि हाम्रो होइन त्यस्तै हो भएर उयो भएर होला हौ 3 साल रनिङ चल्दैछ नयाँ दुई वर्ष नयाँ हो यहाँ 5 पुगिसक्यो अन्त नयाँ हाम्रो 10 पुगिसक्यो हाम्रो त 10 सँगै भए झगडा हुन्छ त्यही त सँगै हुने भए पो लडाइँ हुन्थ्यो खै कुनि त उनीहरूलाई सोध है मलाई थाहा छैन के भाषा हो गर्दैन त यता उता हो छोड न म भिडियो बनाउँछु नि छाता त्यो चाइनिज ड्रेसको होइन के रे मेरो पैसा तपाईँ र बहिनीको लगाउँछौ कति रुपियाँ छ 100 रुपियाँ रहेछ यति ल्याएर फोटो खिचेको 100 रुपिस हिँड न यहाँ अगाडि ग्रुपमा हिँड न तिम्रो ट्राई खानु पनि त्यो ल्याएर फोटो खिच्नु मात्रै पो त हौ त्यो कहाँ दिन्छ त तिमीलाई अन्त त्यति मात्रै हो नि खिच्छ अहिले खिच न ल फर्किन्छ ए म त भोक लाग्यो नि यता फर्किँदैन नि घर अहिले यतै गरेर फर्किनु परेन अन्त यहाँ त अघि पानी पो थियो त होइन अहिले झन् बन्द पो रहेछ त होइन नि अघि पानी थियो यहाँ
यस्तो हुँदै थिएन यही होला यही हो यही हो गरेको नि त मम्मी होता तुम अहिले एउटा फर्किँदा खिचिदिनु पर्यो चाइनिज ड्रेस लाउँछ अरे उसले अहिले खिचिदिनु पर्यो अहिले खिचौँ न ल भिडियो गर्दै हिँड्छस् नजिकसँग त्यहाँ स्टप गर्नु नहुनु हुन्छ नि औरिन फेरिन्थ्यो उयो जाउँ न छेउमा छेउमा जाउँ न होइन भिडियो बनाइदिएको पानी सुपर लागेको दादा जानु न म कपी जाइन अलिकति यता हो नानी उयो हेर्नु नि इन्द्रेणी देखेको उता हेर्नु नि देख्नु पानीमा पानीमा देख्छ त दुईजना भाइ हेरेको रे रिजी छेउमा नजाऊ भिज्छ नि पानीले पानीले भिज्छ हुँदैन रामबो चाहिँ कसरी बन्नुको पानीमा देख्छ नि नानी रन्बो अन्त गयो त त्यो रामबो त अन्त पानी गएपछि जान्छ नि पानी कहाँ गएको छ यो मैदानतिर लडीबडी गर्नुपर्छ नि